धन्यवाद कार्यक्रम सञ्चालिका आदरणीय सभापतिज्यू, प्रमुख अतिथिज्यू, अतिथिज्यूहरू, निर्णायक मण्डल, गुरुवर्ग तथा मेरा प्रतिस्पर्धी वा अप्रतिस्पर्धी मित्रहरू र यहाँ उपस्थित सम्पूर्ण विद्यार्थी मित्रहरू, म विश्व अधिकारी आज यस वादविवादमा विषयको पक्ष अर्थात् सन्तानलाई स्तरीय शिक्षा दिनुपर्छ भन्ने विषयमा आफ्नो केही तर्क प्रस्तुत गर्दैछु। सभाध्यक्ष महोदय, विद्या धनम सर्वधनम प्रधानम भन्ने भने त सर्वविदितै छ। शिक्षा रूपी धन कहिले पनि नासिएर अनि नष्ट भएर जाँदैन। शिक्षाकै कारणले मानिसहरू आफ्नै खुट्टामा उभिएर गरी खान सकेका छन्। आमा बुवा धनको गरिब भए पनि आफ्नो छोराछोरीलाई शिक्षाको धनी बनाउने सपना बनाउनुपर्छ। धन क्षणिक हुन्छ तर शिक्षाले हामीलाई जीवनभर सहयोग गर्छ। सम्पत्ति चोरी हुन सक्छ तर शिक्षा त्यो अमूल्य सम्पत्ति हो जसलाई न त चोरी गर्न सकिन्छ न त गुमाउन सकिन्छ। जहाँ गए पनि शिक्षाले हामीलाई पछ्याइरहेको हुन्छ। यो हासिल गर्न कठिन भए तापनि आर्थिक उन्नतिदेखि बौद्धिक उन्नति गर्न अति आवश्यक छ। सम्पत्ति त हामीले जहिले पनि हासिल गर्न सक्छौँ तर शिक्षा त्यो अमूल्य सम्पत्ति हो जसलाई हामीले समयमै प्राप्त गरेनौँ भने हामीले आफ्नो जीवनमा केही पनि गर्न सक्दैनौँ। शिक्षित मान्छेले सम्मानित जीवन पाउन सक्छ तर ऊ अपमानित हुने सम्भावना धेरै कम हुन्छ। सम्पत्तिको सहारा यो रहुन्जेल मात्र हो जुन क्षणिक हुन्छ। नेल्सन मण्डेलाले भनेका थिए कि शिक्षा सबैभन्दा शक्तिशाली अस्त्र हो जसले गर्दा तिमी संसार परिवर्तन गर्न सक्छौ। त्यस्तै महान व्यक्ति अरिस्टोटलले भनेका थिए कि जति फरक मृत व्यक्ति र जीवित व्यक्तिमा छ त्यति नै शिक्षित र अशिक्षितमा छ। यसले गर्दा पनि स्तरीय शिक्षाको महत्त्व झल्कन्छ। शिक्षाबाट ज्ञान र ज्ञानबाट विवेकको उदय हुन्छ। शिक्षाबाट नै मानिसले आफ्नो जीवन र जगतलाई बुझ्ने सामर्थ्य राख्छ तर धनले मानिसलाई अल्छी, लालची, लोभी, स्वार्थी र विलासी बनाउँछ। विलासिताले मानिसको विवेक नष्ट गरिदिन्छ। त्यसैले बुबा आमाको मुख्य कर्तव्य भनेको आफ्नो छोराछोरीलाई उचित शिक्षा प्रदान गर्नु हो। छोराछोरीलाई धन जोडिदिन भन्दै बुबा आमा देश विदेशमा दुःख पाउने र छोराछोरी असल संस्कार, संस्कृति र शिक्षा नपाएर क्लबमा लागेका केही घटना हामीले देखेका छौँ। धनले मानिसको मनुष्यत्व समाप्त गरिदिन्छ र पशुत्व सिर्जना गर्दछ। नीतिशास्त्रमा सन्तानलाई शिक्षाबाट अलग गर्ने बुबा आमा नै उसको सबैभन्दा ठुलो शत्रु हो भनिएको छ। त्यसैले छोराछोरीलाई धनको चौकीदार होइन शिक्षाको हकदार बनाउनुपर्छ भन्दै मेरो भनाइ यही अनुरोध गर्न चाहन्छु। धन्यवाद।